यदि तपाईँले प्याकेज खरिद गर्नुभएको छ भने चाहिँ एउटा फोल्डर देख्न सक्नुहुन्छ तपाईँले आफ्नो ड्राइभमा करिजमा एल्बम कलेक्सन लेखेको। अब त्यहाँबाट चाहिँ तपाईँलाई कुनै फाइल डाउनलोड गर्न मन लाग्यो भने चाहिँ सबैभन्दा फर्स्ट स्टेप आफूलाई जुन डिजाइन मनपर्छ त्यहाँनिर चाहिँ 3 डट हुन्छ। जस्तै यहाँनिर हेर्नुहोस् त है, यो भयो तपाईँको 3 डट है। अब यसमा चाहिँ मैले क्लिक गर्छु। त्यस पछाडि चाहिँ डाउनलोड लेखेको बटम आउँछ यहाँनिर। ओहो सरी, डाउनलोड लेखेको बटम आउँछ। यो डाउनलोडमा मैले क्लिक गरेँ र मैले यहाँ बटममा क्लिक गरे पछाडि चाहिँ तपाईँको यो डिजाइन चाहिँ डाउनलोड हुन्छ र डाउनलोड भइसके पछाडि चाहिँ तपाईँले डाइरेक्टली यो फाइललाई आफ्नो फोटोसपमा ओपन गर्नुभयो भने लेयर शुद्ध नै ओपन भइहाल्छ। डाउनलोड हुँदैछ। अब यो फाइललाई धेरैवटा तरिकाले ओपन गर्न सकिन्छ। म यो भिडियोमा चाहिँ पहिलाको भिडियोभन्दा अर्कै तरिकाले ओपन गरिदिन्छु। यो तरिका चाहिँ तपाईँको यदि तपाईँ फोटोसपको CS6 भर्जन चलाइराख्नु भएको छ भने पनि तपाईँलाई एकदम सुइटेबल हुन्छ। किनकि CS6 भर्जनमा चाहिँ धेरैजनाकोमा चाहिँ तपाईँको ड्र्याग एन्ड ड्रप गर्दाखेरि चाहिँ सपोर्ट भइदिइरहेको हुँदैन। अब त्यो बेलामा के गर्ने भने सबैभन्दा फर्स्ट कुरा चाहिँ यो फाइल कहाँनिर डाउनलोड छ तपाईँले थाहा पाउनु पऱ्यो। जस्तै मेरो केसमा चाहिँ यो फाइल चाहिँ मेरो डाउनलोड्समा रहेछ। अनि त्यो फाइल चिन्नु पनि पऱ्यो। जस्तै 554 रहेछ त्यो डिजाइनको नम्बर। अब म के गर्छु, फोटोसपमा जान्छु अनि फोटोसपको यहाँनिर हेर्नुहोस् त फाइल छ। यहाँ फाइलमा क्लिक गर्छु अनि यहाँ ओपेन लेखेको छ। यसमा क्लिक गर्छु र अब त्यो फाइल जहाँनेरि छ म त्यहीँनेरि गएर चाहिँ जस्तै डाउनलोडमा थियो डाउनलोडमा गएँ र 554 थियो, यो भयो। अब चाहिँ यहाँ सबैभन्दा मुनि चाहिँ एउटा ओपेन लेखेको अप्सन हुन्छ। यहाँनिर हेर्नुहोस् त, देख्नुभयो? आफ्नो फाइललाई सेलेक्ट गर्ने, त्यस पछाडि चाहिँ यहाँ ओपेन लेखेको बटममा चाहिँ क्लिक गरिदिने। यो चाहिँ तपाईँको यदि तपाईँ CS6 चलाउँदै हुनुहुन्छ भने तपाईँको लागि चाहिँ एकदमै यो काम लाग्ने कुरा हो। अब यसबाट चाहिँ तपाईँले आफ्नो रिक्वायरमेन्ट अनुसार सबै थोक नै चेन्ज गर्न मिल्यो। जस्तै तपाईँले चाहिँ यो पिएनजीलाई ड्र्याग ड्र्याग एन्ड मुभ पनि गर्न सक्नुभयो। जहाँ तपाईँलाई ठिक लाग्छ ती राख्न सक्नुभयो वा चाहिएन भने यसलाई हाइड पनि गरिदिन सक्नुभयो। जस्तै अब यही कुरालाई तपाईँले यहाँको नाम चेन्ज गर्न सक्नुहुन्छ। यो अक्षरको तपाईँले कलर पनि चेन्ज गर्न सक्नुहुन्छ। अब तपाईँलाई जस्तो सुइटेबल हुन्छ। जस्तै तपाईँलाई यहाँ अरू नै केही लेख्न मन लाग्यो अरे, फर इक्जाम्पल टुगेदर फर एभर भनेर लेखौँ। टुगेदर फर एभर। यसरी तपाईँले अरू अरू थोक पनि यहाँनिर राख्न मिल्यो। अब यो इमेजहरू पनि सबै तपाईँले चेन्ज गर्न मिल्छ। अब त्यसको लागि चाहिँ तपाईँले चाहिँ लेयर प्यानल हेर्ने। जस्तै अहिले तपाईँले यहाँ लेयर प्यानल देख्नु भएन है, तपाईँकोमा पनि यस्तो केस कहिलेकाहीँ आउन सक्छ। त्यो बेलामा तपाईँले के गर्ने भने आफ्नो किबोर्डबाट चाहिँ F7 लेखेको चाहिँ बटम हुन्छ नि त्यसलाई तपाईँले प्रेस गरिदिने। जस्तै मैले मेरोबाट F7 प्रेस गरेँ। F7 प्रेस गर्ने बित्तिकै सबै लेयरहरू चाहिँ देखियो। अब त्यहाँनिर तपाईँको अझै म जुम गरेर देखाइदिन्छु अलिकति। जस्तै यहाँ टेक्स्ट छ, इमेज छ, सेप एन्ड पिएनजी छ। अब आफूलाई जे चेन्ज गर्न मन लागेको तपाईँले त्यहीँनिर सानो एउटा तीर जस्तो आइकन छ, त्यसलाई तपाईँले क्लिक गरे पछाडि त्यो एक्सपान्ड हुन्छ हो। अब यहाँबाट तपाईँले नम्बर वाइज नै राखिदिएको छ 1 2 3 4 गर्दै तपाईँलाई अब आफूलाई जुन चाहिन्छ त्यही तपाईँले चेन्ज गर्न सक्नुभयो। जस्तै मलाई 2 नम्बरको फोटो चेन्ज गर्न मन लाग्यो, म 2 मा क्लिक गरेँ। मैले अगाडिको भिडियोमा पनि तपाईँलाई भन्न चाहिँ भनेको थिएँ, यसमा पनि म फेरि एकचोटि भनिदिन्छु। तपाईँले चेन्ज गर्ने इमेज कुन हो सबैभन्दा सुरुमा त्यो पत्तो लगाउनु पऱ्यो। जस्तै मलाई चेन्ज गर्न मन लागेको 2 नम्बरको। अब मैले नयाँ इमेज जुन इमेज चाहिँ यहाँ म देखाउन चाहिरहेको छु त्यो इमेजलाई चाहिँ तपाईँले पहिलाको इमेज जहाँनेरि थियो ठ्याक्क त्यसको माथि राख्नु पऱ्यो। अब तपाईँ जस्तै कन्फ्युज हुनुभयो भने तपाईँले एउटा अर्को ट्रिक के पनि गर्न सक्नुहुन्छ भने जस्तै यो हो अहिलेको फोटो, अब मैले यसको माथि चाहिँ अर्को फोटो राख्नुपर्ने हो। अब सबै रातो हुँदा तपाईँलाई अझै कन्फ्युजन भयो भने एकछिनको लागि मैले यसलाई पहेँलो रङको पारिदिएँ। जस्तै यो लेयर चाहिँ तपाईँको पहेँलो भयो। अब मैले के सोच्नु पऱ्यो भने मैले यो पहेँलो रङभन्दा माथि चाहिँ मेरो इमेज ल्याएर राख्नुपर्नेछ। अब फेरि इमेज ल्याउनको लागि मैले के गरेँ, अब फाइलमा क्लिक गरेँ,
ओपेनमा क्लिक गरेँ र मेरो इमेज कहाँनेरि छ, जस्तै पिक्चरमा राखेको छु, मैले सेलेक्ट गरेँ, त्यो इमेजलाई मैले यहाँनेरि ओपेन गरेँ। अब के हुन्छ भने जस्तै तपाईँको जहिले पनि नयाँ प्रोजेक्ट स्टार्ट गर्दाखेरि वा कुनै पनि इमेज चाहिँ नयाँ प्रोजेक्टमा ल्याउँदाखेरि चाहिँ त्यो लक लाग्दिएको हुनसक्छ। लक भनेको चाहिँ जस्तै तपाईँको हेर्नुहोस् त यहाँनेरि यो चाबी लागेको छ नि। हो, अब यो चाबी लाग्यो भने चाहिँ के हुन्छ भने तपाईँले यसलाई मुभ पनि गर्न सक्नु भएन, यसलाई डिलिट पनि गर्न सक्नु भएन, अनि अर्को ठाउँमा लान पनि सक्नु भएन। अब यसलाई के गर्ने भने आफ्नो माउसले एकदम फास्ट डबल क्लिक गर्ने, ठकठक गरिहाल्ने। यदि तपाईँले डबल क्लिक गर्नुभयो भने चाहिँ यो अनलक भइहाल्छ। जस्तै ए मैले एकदम फास्टमा डबल क्लिक गरेँ, यो अनलक भइहाल्यो। अब यो अनलक भइसके पछाडि चाहिँ यसलाई मैले ड्र्याग एन्ड ड्रप भन्न खोजेको, यसरी यहाँ पक्रेँ माउसले अनि यसरी ड्र्याग गरेँ अनि यहाँ ल्याएर चाहिँ मैले यसलाई छोडिदिएँ। ए अब मैले तपाईँलाई अगाडि पनि भनेको जस्तै अघि हामीले कलर सजिलो होस् भनेर छुट्याएको थियौँ पहेँलो, पहेँलोमाथि चाहिँ मेरो अहिलेको यो नयाँ इमेज यहाँनिर मैले राखेँ। अब यसलाई मैले के गर्नुपऱ्यो भने ठ्याक्कै यसलाई पक्र्नु पऱ्यो अनि बिस्तारोले ड्र्याग गर्नुपऱ्यो। तबसम्म ड्र्याग गर्नुपऱ्यो जबसम्म यो 2 वटा ब्लू कलरको लाइन, यो रुलर जस्तो लाइन देखिँदैन। जब यो लाइन देखिन्छ त्यस पछाडि चाहिँ छोडिदिने इमेजलाई र पहिलाको यो पहेँलोलाई चाहिँ आँखाको आइकनमा क्लिक गरेर हाइड गरिदिने। अब एकचोटि हेरौँ है त। अब कन्ट्रोल टी प्रेस गरौँ ताकि हामीले इमेज कहाँनेरि छ थाहा पनि पाउन सकौँ र त्यसलाई सानो ठुलो बनाउन सकौँ। ल, यसलाई भन्छ क्लिपिङ मार्क्स। यो चाहिँ क्लिपिङ मार्क्स भइसक्यो। क्लिपिङ मार्क्स गरिसके पछाडि यो इमेजलाई चाहिँ तपाईँले सानो ठुलो जत्रो पारे पनि यही बक्साभित्र मात्रै नि हुने भयो, त्योभन्दा बाहिर जाने भएन। अब अरूमा पनि प्रोसेस त्यही हो। यो जस्तै यो इमेज पनि तपाईँले त्यसरी नै चेन्ज गर्न सक्नुहुन्छ, यसलाई पनि त्यसरी नै चेन्ज गर्न सक्नुहुन्छ। अरू भिडियो पनि हेर्दै गर्नुहोस्, म अरू भिडियोमा अझै अरू तरिकाबाट पनि अब एडिट गर्न सिकाइदिन्छु।